अब नेपालमा भर्खरै यो जेनजी आन्दोलनपछि त्यसपछि चाहिँ नै यो प्राकृतिक प्रकोपहरू पनि आयो। जेनजी आन्दोलनमा एक हिसाबले तसनस भयो। लगत्तै चाहिँ नि यो प्राकृतिक प्रकोप बाढी पहिरोले गर्दाखेरि धेरै नेपालीहरूले ज्यान गुमाए। आन्दोलनमा लगभग 80 नै पुग्न लागिसक्यो। यो एउटा चाहिँ नि यो परिवर्तनको लागि धेरै नेपालीहरूले आफ्नो चाहिँ नि शहादत प्राप्त गरे। अब यो के को लागि भन्दाखेरि यो परिवर्तनको लागि हो। यो नेपालमा चाहिँ नि अब एक किसिमको अन्धकार थियो। अब हामी अन्धकारबाट उज्यालोतर्फ जानुपर्छ। यो परिवर्तनपछि हामी उज्यालोतर्फ लाग्नुपर्छ। अब योभन्दा अगाडि एक हिसाबले युवाहरू निराश थिए, विदेशिने क्रममा थिए। कोही चाहिँ नि अब विकसित राष्ट्रतिर चाहिँ पढाइको सिलसिलामा, रोजगारीको सिलसिलामा जाने, युरोप जाने, अमेरिका जाने, अस्ट्रेलिया जाने, क्यानाडा जाने, युके जाने एक किसिमको चाहिँ युवाहरूमा प्रतिस्पर्धा थियो, विद्यार्थीहरूमा प्रतिस्पर्धा थियो। यसरी चाहिँ नि नेपालमा केही छैन, रोजगारी छैन, पढे पनि काम छैन भन्ने किसिमको निराशा थियो भने जो चाहिँ नि आर्थिक अवस्थाले विविध कारणले गर्दाखेरि यो रोजगारी नभएको कारणले पढाइ पनि कन्टिन्यू गर्न नसक्ने, उच्च शिक्षा हासिल गर्न नसक्ने आर्थिक विविध कारणले गर्दा उनीहरू चाहिँ नि गल्फ कन्ट्रीतिर जाने, मलेसिया जाने, कोरिया जाने, नेपालमा त बस्दै नबस्ने, नेपालमा बस्ने वातावरण भएन भन्ने किसिमको युवाहरूको चाहिँ नि गुनासो थियो। अब त्यसले गर्दाखेरि नेपाल एक किसिमको अँध्यारो युगमा थियो। किनभने राजनीति गर्ने मान्छेहरू एकाउन्टेबल थिएनन्, ट्रान्सपारेन्सी थिएन, त्यसैले सुशासन थिएन। अब भ्रष्टाचार व्याप्त थियो, जताततै भ्रष्टाचार, कर्मचारी तन्त्रमा भ्रष्टाचार, राजनीतिमा भ्रष्टाचार, कुनै चाहिँ नि निर्माण कार्यहरूमा भ्रष्टाचार। अनि यस्तो अवस्था भनेको चाहिँ त्यो अँध्यारो नै हो, अँध्यारो युग थियो। त्यसैले मान्छेमा नैराश्यता, सबै मान्छे निराश। अब यो अवस्थाबाट हामी अब उज्यालोतर्फ लाग्नुपर्छ। हामी सबैले चाहेको चाहिँ नि एउटा समृद्धि हो, विकास हो। सबै नेपालीहरू समृद्धितर्फ लाग्नुपर्छ, उज्यालोतर्फ लाग्नुपर्छ। यसको लागि अहिले नयाँ सरकारले, अहिले भर्खर आन्दोलनपछि, आन्दोलनको जगमा निर्माण भएको सरकारले, सुशीला कार्की म्याडमको जुन नेतृत्वमा यो सरकार गठन भएको छ। अब यसले चाहिँ नि कानुनले के गर्छ, संविधानले के गर्छ भन्ने कुरा, कानुनले के भन्छ, संविधानले के भन्छ भन्ने कुरा होइन। जनताको भावना के छ त? जनताको भावना त उन्नति, प्रगति हो, समृद्धि हो, सुख शान्ति हो। त्यसैले अब हामीले के गर्नुपर्छ भने अब यो जुन योभन्दा अगाडि कालो युगमा जब मेरिटोक्रेसी भन्ने सधैँ थिएन, मान्छेहरू सक्षम मान्छेहरू, मेहनती मान्छेहरू उनीहरू चाहिँ नि बेबारिसी बन्थे। दलका नेता, दलका चाहिँ नि नेताहरूको चाहिँ नि आसेपासेहरूले मात्रै ठाउँ पाउँथ्यो, जबकि उनीहरूमा त्यो क्षमता, त्यो योग्यता नै हुँदैन थियो। अब त्यस्तो होइन। अब नेपालीहरू 3 करोड नेपालीहरू जो मेहनत गर्छन्, जो इमान्दार छन्, जो सक्षम छन्, उनीहरूले चाहिँ नि राइट प्लेस पाउनुपर्छ। त्योतर्फ हामी जाउँ। त्यसमा चाहिँ नि सबैले सुशीला म्याडमलाई, यो नयाँ सरकारको नेतृत्व गर्दै हुनुहुन्छ सुशीला कार्कीज्यूलाई सबैले धन्यवाद दिनुहुन्छ, साथ सहयोग दिनुहुन्छ। त्यसैले अब परिवर्तन चाहिँ त्यहीँबाट गरौँ, मेरिटोक्रेसीतर्फ जाउँ, योग्य मान्छे, सक्षम मान्छेहरूलाई इन्करेज गरौँ। चाहे जुनसुकै जातका, जुनसुकै वर्गका, जुनसुकै भूगोलमा बस्ने मान्छेहरू उनलाई खोजी चाहिँ नि ठाउँ दिउँ। अगाडिको जुन विकृतिहरू छ त्यो विकृतिहरूलाई हटाउँ। यो डराउने होइन, पार्टीले के भन्छ, अर्को दलले के भन्छ, यी त शक्ति हुन् आदि इत्यादि, यो डराएर काम छैन। किनभने अब चाहिँ नि हामी सबै नेपालीको चाहना अनुरूप समृद्धितर्फ जानुपर्छ। त्यो भनेको सुशासन नै हो। सुशासन चाहिँ हुनु पर्यो। अब ट्रान्सपारेन्ट हुनु पर्यो, इमान्दार मान्छेहरूलाई जिम्मेवारी दिनु पर्यो। त्यसपछि रोजगारीको कुरा, रोजगारी, युवाहरूलाई रोजगारी देशैभित्र दिनु पर्यो। अब प्राविधिक शिक्षा जसले चाहिँ नै गर्न चाहन्छन्, प्राविधिक शिक्षा चाहिँ गुणस्तरको प्राविधिक शिक्षा
चाहिँ लिन चाहने जति पनि युवाहरू छन् उनीहरूलाई चाहिँ नि ब्याङ्कको लोन हुनु पर्यो, एकदम कम इन्ट्रेस्टमा लोन दिनु पर्यो। पास भइसकेपछि जब जब पाउँछ त्यसपछि उसले आफै लोनको चाहिँ नि त्यो तिर्दै जाने खालको वातावरण दिनु पर्यो। पैसा छ भने पढ्न पाउने, पैसा छैन भने पढ्न नपाउने, ब्याङ्कले लोन नदिने, त्यस्तो भइसकेपछि त युवाहरू निराश हुने भयो। घरको आर्थिक अवस्थाले पढ्ने वातावरण बन्दैन। सरकारले चाहिँ नि जिम्मेवार भएर यो नेपालमा चाहिँ कुनै किसिमको लोन पाउँदैन, न रोजगारी पाउँछ न लोन पाउँछ। त प्राविधिक शिक्षालाई चाहिँ नि हामीले के गर्नुपर्छ भने गुणस्तरीय बनाउनुपर्छ। रोजगारी तुरुन्त पाउने किसिमको चाहिँ नि गुणस्तरको हुनुपर्छ। पढ्नको लागि उनीहरूले चाहिँ त्यो घरबाट पैसा ल्याउने अथवा खेतबारी बेच्नुपर्ने, घरबार बेच्नुपर्ने अवस्था दिनु हुँदैन। पढ्ने चाहिँ नि विद्यार्थीहरूले लोन पाउनुपर्छ। अनि जसले चाहिँ नि अब म पढ्दिनँ, म कुनै रोजगारी गर्छु भनेपछि त्यो उद्यमशील युवाहरूलाई चाहिँ नि यही रोजगारी चाहिँ स्वरोजगारी हुने गरिकन लोन दिनुपर्छ। यो विकसित राष्ट्रहरूमा त्यो चाहिँ नि प्रचलन पनि छ। त्यसैले अब हामीले चाहिँ नि श्रममा लगाउने र उद्यमशील बनाउने, विद्यार्थीहरूलाई चाहिँ नि एक किसिमको ब्याङ्कको लोनहरू दिने, अब यसरी चाहिँ नि देशैभित्र युवाहरू राख्न सकियो भने मात्रै हाम्रो उत्पादन बढ्छ। उत्पादन नभइकन हामीले चाहिँ नि विश्व बजारमा के बेच्छौँ र? त्यसैले चाहिँ नि समृद्धि कहाँबाट आउँछ? वी मस्ट बी एबल टु सेल समथिङ। हामीसँग के धेरै चिज छ नि त, हामीले बेच्नुपर्ने त धेरै चिज छ, निर्यात गर्नुपर्ने धेरै कुराहरू छ नि त। त्यसैले त्यतातिर हामी लाग्नुपर्छ। उज्यालो नेपाल, उज्यालो देश बनाउने हो भने अन्धकारबाट हामी डिपार्चर हुनै पर्छ। अब हामीले चाहिँ नि भ्रष्टाचारलाई नो भन्नु पर्यो। यो भ्रष्टाचारबाट हामी सुशासनतर्फ जाउँ र सुशासनको लागि त्यो प्रत्याभूति दिनको लागि युवाहरूलाई यहीँ रोक्नु पर्यो। युवाहरूलाई पनि अब यस्तो विश्वास दिनु पर्यो, विश्वासको वातावरण दिनु पर्यो कि हाम्रो सरकार हाम्रो गार्जेन हो, हाम्रो सरकारले हाम्रो लागि चाहिँ केही सोचेको छ। त्यो किसिमको वातावरण हामीले दिन सकियो भने मात्रै हामी केही गर्न सक्छौँ। त्यसैले हाम्रो शिक्षाको गुणस्तर उठाउने, खास गरिकन यो सिटिबिटीलाई पनि हामीले चाहिँ नि पुरा चाहिँ नि यसको पुनरावलोकन गर्नुपर्छ र यसलाई चाहिँ नि गुणस्तर उठाउनुपर्छ, पढाइको गुणस्तर उठाउनुपर्छ। यो राजनीतिकरण चाहिँ नि टोटली त्यसलाई चाहिँ निर्मूल गर्नुपर्छ, चाहे कर्मचारी तन्त्रभित्र होस्, चाहे चाहिँ नि त्यो विभिन्न चाहिँ खाले चाहिँ पेशागत रूपमा भएको छाएको चाहिँ नि यो कर्मचारी तन्त्रभित्र, पेशाभित्र यो जति पनि चाहिँ नि राजनीतिकरण छ त्यसलाई हामीले निर्मूल बनाउनुपर्छ। यसमा हामी सबै नेपालीको साथ सहयोग हुनुपर्छ। त्यसैले हामी एक भएर चाहिँ नि यो उज्यालोको यात्रा हामी गरौँ। अब यो अन्धकारबाट डिपार्चर भएर हामी उज्यालोतर्फ जानुपर्छ। यसमा हामीले अहिले चाहिँ नि अन्तरिम सरकारका यो नेतृत्व गर्नुभएका सुशीला कार्कीज्यूलाई हामीले साथ सहयोग गर्नुपर्छ। यो नै हाम्रो आजको आवश्यकता हो भन्ने म ठान्दछु। यति मेरो चाहिँ सबैलाई विनम्र अनुरोध छ। धन्यवाद।